भेट्नु छ साथीहरूलाई के कस्तो देखाउ कस्तो खालको चेप्टो खालको काँडा निस्केको हुन्छ कि सिउँडी अनि सती लास हेलो एभ्रिवान गुड मर्निङ लासु फ्याफुल्ला हामी चाहिँ मैले त अब यो रेडी भइसक्यो होइन अब यसो बाहिर जाने काम छ बाहिर जानुको लागि यसो रेडी भएछु फ्रेसेस भएर अब जानुपर्ने छ रेडी त भइहाल्यो अब च्याप्टो लगाएर अब सबै कुरा सामानहरू बोक्नु पऱ्यो सबै सामानहरू बोक्नु पऱ्यो है हेलमेट सेलमेट बोक्नु पऱ्यो सबै बोक्नु पऱ्यो जानु पऱ्यो होइन यसो भेट्नु छ साथीहरूलाई भेट्नु छ अब भेटेर यसो गफसफ हाल्नु पऱ्यो होइन धेरै भयो नभेटेको एउटा साथीसँग लगभग कति वर्ष भयो भनेदेखि 7-8 वर्ष भयो होला है भेट्नु त्यसैले अब जाँदैछु अब तपाईँहरूलाई देखाउने नै छु होइन हेर्दै गर्नु होला कस्तो लाग्छ फर्स्ट हो ट्राई गर्नु खोजेको यसो सल्लाह सुझाव दिनु होला सब्सक्राइब पनि हालिदिनु होला होइन फर्स्ट ट्राई गर्नु थालेको फर्स्ट पनि भन्दा होइन फर्स्टै हो क्या सुरु फर्स्टै बनाएको कस्तो लाग्छ तपाईँहरू यसो भनिदिनु होला होइन त्यस्तै हो कस्तो छ लुक्स एकचोटि हेरिदिनु ब्याकग्राउन्ड ब्याकग्राउन्ड क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ इग्नु होइन ल यही भन्दै पछि भेटौँला तपाईँहरूलाई मेरो जहिले यही हुन्छ कि निस्किने बेला केही न केही त बिर्सिरहेकै हुन्छ कि मैले जब निस्किने भन्छ अनि यो सम्झिन्छु त्यो सम्झिन्छु हुँदैन कहिले के बिर्सिन्छ कहिले के लाउनु बिर्सिन्छ के भएको के अब हेर अब यो गऱ्यो फेरि जानुपर्छ एकछिनमा अनि फेरि लाउने फेरि के बिर्सिन्छ कहिले के बिर्सिन्छ यस्तै छ के गर्नु होइन पहिला त यस्तो हुन्थेन म अहिले के भयो बिर्सिन्छ हौ बिर्सिरहेको हुन्छ केही न केही त बिर्सिरहेको हुन्छ क्या रिस उठ्छ मलाई पनि कहिले काहीँ त फेरि कहीँ जानु हुँदैन कहिले काहीँ ब्रस छुटिरहेको हुन्छ मेरो कहिले के छुटिरहेको हुन्छ यस्तै छ के गर्नु गाह्रो छ भाइ सबै त बोक्यो होला नि बिल्बो बोक्यो पर्स बोक्यो पैसा त छैन त्यो पनि यसो पैसा पनि छैन त्यो पनि यसो होइन देखाउनुको लागि त बोक्नु पऱ्यो 150 रुपया देगा होइन के कसो च्याट लाएर जानुपर्छ ऊ भन्दै थिएँ नि एउटा न एउटा कुरा बिर्सिन्छ भनेर क्या मैले भन्दै थियो यस यो बिर्सेछ चस्मा खोइ मेरो चस्मा यस चस्मा खतरा देखेँ नि त अब खतरा देख्यो होला नि हिरो हो कि हिरो हो अब कहिले काहीँ चाहिँ अहिले यस्तो राम्रो देख्दैन अहिले त खतरा देखिरहेको छ नि आमा लाइन लाग्छ कि क्या भिडियोहरू यस्तो गर्नु हुँदैन नि हल्का मजा हाल्ने होइन के छ त ल गाइस भेटौँला अब एकछिनमा आशिष किन ल्याउनु आशिष उहाँका हेटौँडाका हेटौँडा कसो उयोसँग के अरे मुनासँग किन किन के छ भाइ ल मान्छे नहुँदैन तिमीहरू तपाईँको खबर के छ नि एकदम ठिक छ हो अनि कहाँबाट आउनु भएको कहाँबाट माथि तार्केश्वर
तारकेश्वर भनेको कताबाट त्यो माछा पोखरीबाट माथि जाने हजुर माछा पोखरीबाट जोरङ्गी हुँदै बाइपास सानो बाइपास हुँदै चिसापानी हुँदै चप्पा कारखाना हुँदै 3 किप्ले तारकेश्वर अनि तपाईँ के गर्नुहुन्छ नि त्यतातिर यसै हो लाठाङ लुठुङ हालियो बस्यो त्यही त ए हल्ले बसेर पैसा दिन्छ है कति राम्रो 12 घन्टा हालिनुपर्छ त्यति 12 घन्टा लिनु पर्यो अनि दाइ तपाईँको खबर के छ एकदम ठिक छ हजुर एकदम ठिक छ त्यहाँनिर छ कि होइन के गर्दै हुनुहुन्छ हजुर कस्तो के गर्दै हुन्छ तपाईँले देख्नु भएको नि के गरिरहेको छ भने मैले नदेखेर सोधेँ के गर्नुभयो तेरो 30,000 देखि माथि मतलब यही सिलाउने हो जस्तो अब यस तपाईँहरू हेर्नुहुन्छ गोदाबारीको दृश्य फुलहरूमा रमिँदै हामी हिँडिरहेका छौँ रमाइलो भइरहेछ फुलहरूको दृश्य हेर्दै कुनै कुनै देखेको फुल देखेको होइन यो त के भन्छ अरे यसलाई मलाई लेख छैन ले अमला होला पानी अमला के पानी अमला पानी अम्ला यो अँ पानी अमला जस्तो त्यो त हाम्रो गाउँतिर पनि हुन्थ्यो होइन यो 2-3 किसिमको हुन्छ एउटा सिउडी हो कि निउडी भन्ने हुन्छ यो चाहिँ पानी अमला जस्तो छ पानी अम्ला पानी अमला भन्ने थाहा छैन थाहा छैन हाट यसको भित्रतिर त गोलो गोलो हुन्छ निकालेर खाने हो कि मैले त्यहाँ सिन्धुलीतिर खुब पाउँछ यस्तो मैले खोइ थाहा भएन पानी अम्ला सानी अम्ला आज सुनेको त पानी अमला भनेको अँ, थुक कामला यत्रो उहाँ तराईतिरको मान्छे भएर पानी अमला थाहा छैन थाहा छैन त अनि के गर्नु त पानी नि अमला थाहा छैन त थाहा छैन अब के गर्नु त थाहा नभएपछि होइन अब के भन्नु त अब थाहा छैन त अब थाहा छैन भनेपछि अब थाहा छैन के गर्नु त अब सबै कुरा थाहा हुन्छ भने छैन नि होइन नाम लेख्नु अब। आफूलाई आफ्नो नाम लेख्ने के छ यो त उयो जस्तो छ त सिउडी जस्तो सिउडी अँ सिउडी होइन त्यो के हो त्यो सिउडी यस्तो हुँदैन मेरो सिउडी होइन होइन सिउडी चेप्टो हुन्छ क्या सिउडी भनेको चेप्टो खालको काँडा निस्केको हुन्छ नि चेप्टो खालको कस्तो खालको चेप्टो खालको काँडा निस्केको हुन्छ कि सिउडी अनि माथिबाट यसो फुल छ अरे कि तपाईँलाई थाहा रहेछ कस्तो लाग्यो दामी ठिक छ यो चाहिँ 2 दिनको ब्लग हो हिजो र अस्तिको तर फेरि इन पनि बिर्सेछु अनि अहिले बिहान इन गरिरहेको छु के कस्तो लाग्यो मेरो ट्राई कस्तो लाग्यो यस्तो सल्लाह सुझाव सबै कुरा दिनु होला होइन के गर्दा राम्रो हुन्छ भनेर दिनु होला है त यो भन्दै मेरो आजको ब्लग यहीँ टुङ्गो जानु हस् त लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला हस् त धन्यवाद बाई